डे 4 अफ माई क्रोसिङ जर्नी। आज चाहिँ मैले इभेल आई बनाउँदैछु। अचेल चाहिँ मान्छेहरूले जहाँ पनि यो इभेल आईको नेक्लेस लगाउने, इभेल आईको औँठी, इभेल आईको एङ्कलेट होइन, जताततै इभेल आई बनाइरहेको देखेर चाहिँ अनि मलाई पनि बनाउन मन लाग्यो। यसले चाहिँ मान्छेहरूको यस्तो बुरी नजर भन्छ नि, नजर लाग्नबाट बचाउँछ अरे। तपाईँको जीवनमा, तपाईँको खुसीमा, तपाईँको पोस्पेरिटीमा होइन, तपाईँको ह्याप्पिनेसमा अरूको नजर लाग्नबाट बचाउनको लागि चाहिँ इभेल आई युज गर्ने रहेछन् होइन। अब यो कतिको गर्छ गर्दैन थाहा छैन, तर होपमै संसार अडिएको हुन्छ, होपले नै अगाडि बढ्ने हो। अनि यो सम्बन्धहरूमा आँखा लागेर पनि कति सम्बन्धहरू टुटिरहेको हुन्छ कि मान्छेले भन्छ ए आफ्नो खुसीहरू चाहिँ देखाउनु हुँदैन, अर्काको आँखा लाग्छ, सम्बन्ध टुट्छ भनेर होइन। अनि अब के कारणले सम्बन्ध टुट्छ त्यो दुईजना व्यक्तिहरू बिचको कुरा हो। त्यसमा बोल्नलाई तेस्रो मान्छेको कुनै आवश्यकतै छैन, उसको हकको कुरै होइन। अनि जब सम्बन्ध टुट्छ दुवै पक्ष पीडित हुन्छ, दुवै पक्षलाई चोट लाग्छ होइन। कोही चाँडै मुभ अन हुनसक्छ, कोही हुन सक्दैन। यो मान्छे बिची सबैको आफ्नो आफ्नो फरक सोचाइ विचारधारणा हुन्छ। अनि क्षमता पनि मुभ अन हुन सक्ने नसक्ने क्षमता पनि सबैको फरक हुन्छ। कतिको डिपली उसले सम्बन्धलाई लिएको हुन्छ त्यसले पनि म्याटर गर्छ। अनि सँगसँगै कति मान्छेले भन्छन् नि त अझै पनि मुभ अन हुन सक्दैनस् भनेर। त्यो कुरामा चाहिँ मुभ अन हुने कुरा पनि कस्तो हुँदो रहेछ भन्दाखेरि मुभ अन नहुने भन्ने कुरा तपाईँले त्यो मान्छेलाई जिन्दगीभरि सम्झेर माया गरेर बस्ने भन्ने कुरा होइन होइन। तपाईँले कतिपय टाइममा चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँ अगाडि बढ्न खोज्नुहुन्छ अनि कति कुराहरू पछाडि तानिरहेको हुन्छ, रोकिरहेको हुन्छ। त्यस्तो समयमा चाहिँ अनि तपाईँलाई त्यो मान्छेको कमी महसुस हुन्छ, आफू एक्लो महसुस, आफू एक्लो नभएको भए, कुनै मान्छेको साथ त्यो मान्छेको साथ भएको भए उसले गरेको केयर सम्झिनुहुन्छ, माया सम्झिनुहुन्छ, उसले तपाईँको जीवनलाई दिएको सहजता सम्झिनुहुन्छ। त्यो सम्झेर चाहिँ तपाईँलाई उसको याद आउने, उसले गरेको माया अथवा हुन्छ नि त्यो अनकन्डिसनल लभ भन्ने कुरा त त्यो बिस्तारै बिर्सिँदै गइन्छ। त्यो सम्झनाहरू एकदमै धमिलो हुँदै जान्छ, धुन्धलो पर्दै जान्छ। तर सम्झिने के त भन्दाखेरि यदि त्यो मान्छे जीवनमा भएको भए यो परिस्थितिमा मलाई सजिलो हुन्थ्यो भन्ने हिसाबले। मान्छे स्वार्थी हुन्छ भन्छ नि, हो त्यही स्वार्थले गर्दाखेरि चाहिँ मान्छेहरूले कुनै पनि सम्बन्धलाई सम्झिराख्ने रहेछन् कि हो। त्यही सम्बन्धहरूलाई चाहिँ हामीले के भन्छौँ अनकन्डिसनल लभ भन्छौँ। त्यो नहुन पनि सक्छ, हुन पनि सक्छ। यति गर्दा मेरो इभेल आई पनि रेडी भइसक्यो। ल कसैको सम्बन्धमा कसैको नजर नलागोस्, सबैजना खुसी रहनुहोस्, ह्याप्पी रहनुहोस्। हेभ अ ग्रेट डे। थ्याङ्क यू।